बागेश्वरी कलेजले आफ्नो फ्युचर प्लानिङ गरी अगाडि बढिराखेका छन्। बागेश्वरी कलेजले आफूलाई एउटा स्ट्राटेजिक प्लान डेभलप गरेर अगाडि बढाउँदै आइरहेको छन्। बागेश्वरी कलेजको फ्युचर प्लानिङ भनेको बागेश्वरी कलेजलाई सेन्टर अफ रिसर्च बनाउने भन्ने लक्ष्य लिएर अगाडि बढिराखेका छन्। साथसाथै एउटा कम्युनिटी मोडल कलेजको रूपमा बागेश्वरी कलेज अगाडि बढाउने बागेश्वरी कलेजले लक्ष्य लिएको छ र बागेश्वरी कलेज अहिले पछिल्लो समयमा एन्टरप्रेन्योर जन्माउने अथवा एन्टरप्रेन्योर बनाउने एउटा कलेजको रूपमा बागेश्वरी कलेजले अभ्यास गर्दै आइरहेका छन्। 2 जना एन्टरप्रेन्योर अहिले छन् र यसपालि हामीले विन्टरमा ESP सेकेन्ड कोहोर्ट हामी सञ्चालन गर्दैछौँ। सम्भवतः त्यसले अरू थुप्रै एन्टरप्रेन्योर्सहरू जन्माउनेछन्। त्यसका बाहेक हाम्रो अहिले बागेश्वरी कलेजलाई चाहिँ एउटा हब अफ स्किल डेभलपमेन्ट इन्स्टिट्युसनको रूपमा विकास गर्ने भन्ने लक्ष्यका साथ हामी हिँडिरहेका छौँ। पहिलोपल्ट हामीले QA प्राप्त गरिसकेका छौँ। दोस्रो र तेस्रोपल्ट QA सर्टिफाई गरिसके पछाडि बागेश्वरी कलेजलाई डिम्ड युनिभर्सिटीको रूपमा विकास गर्ने पनि हामीले लक्ष्य लिएका छौँ। 15औँ राष्ट्रिय योजनामा तेस्रोपल्ट QA प्राप्त गरेको संस्थाले अटोनोमस कार्यक्रमहरू सञ्चालन गर्न पाउँछ भन्ने कुरा उल्लेख गरिएको छ। सोलाई मनन गर्दै बागेश्वरी कलेजले पनि अटोनोमस प्रोग्राम सञ्चालन गर्नको लागि अहिलेदेखि नै आवश्यक पूर्वाधार र अन्य तयारी गरिरहेको छ। यो चाहिँ हाम्रो फ्युचर प्लानको रूपमा चाहिँ रहेको छ।